गाइस यो चाहिँ हाम्रो रुम नम्बर 14 हो अनि यहाँ चाहिँ वन्दना र उसको रुम हो प्रतिमाको अनि साथीहरु चाहिँ यहाँ छन् हैन अनि त्यसपछि अनि यो चाहिँ एलिसा पौडेल ओके सरी उ चाहिँ एलिसा ठकुला अनि त्यसपछि उ चाहिँ वन्दना पाण्डे हो अनि त्यसपछि यो चाहिँ सुस्मिता शर्मा अनि खास रुम चाहिँ उसको वन्दना ल भन्देऊ तिम्रो रुमको बारेमा बेड कुन हो बेड भन्न तल बेड अनि यता के टाँसेछस् यो मेरो बेड हो अनि यो चाहिँ ठकुलाले बनाएको कम्पिटिसनको बेलामा यही ठकुलाले बनाएको अनि यहाँ चाहिँ यस्तो छ यो चाहिँ म हो मेरो यो स्कुलको ड्रेस अनि यता चाहिँ स्टेथोस्कोप छ अनि यहाँ यस्तो छ हाम्रो एकदमै कोजी रुम छ हैन बट वी आर एडजस्टिङ ब्युटिफुल ओके अनि त्यसपछि यता चाहिँ उसको रुम पार्टनरको बेड हो बट उयो छैन यहाँ A few moments later. 1 नम्बर रुम चाहिँ पौडेलको रुम हो देखा कस्तो राम्रो छ अनि गाइस यहाँ चाहिँ एकदम राम्रो ब्युटिफुल ड्रिम क्याचर छ अनि त्यसपछि यहाँ चाहिँ यसको फोटोजहरू अनि इट्स नन अदर देन एलिसा पौडेलको रुम What? Bro, what are you talking about, man? यो चाहिँ रुम नम्बर 2 हो अनि यो चाहिँ सन्जु र सुस्मिताको रुम हो सन्जु के गर्दै रहेछ हेरौँ है दिस इज सन्जु सुतिरहेछ सन्जु चाहिँ यहाँ छ फुल फेस भोलि पर्सि याद गर्नु होला अनि त्यसपछि यहाँ चाहिँ सन्जुले यस्तो राखेको छ अनि यो के हो सन्जु यसो राखेको छ अनि त्यसपछि यो सन्जु हो सन्जुको प्यारेन्ट्स अनि यो चाहिँ सन्जु यस्तो अनि यहाँ छ सन्जु A few minutes later. गाइस यो चाहिँ रुम नम्बर 13 हो अनि यो चाहिँ यो मैले भिजिट गरिसकेँ Emotional, damn it! यो चाहिँ रुम नम्बर 13 हो अनि यो चाहिँ गङ्गा र मुस्कानको रुम हो हेरौँ यिनीहरू के गर्दैछ गङ्गा चाहिँ ल्यापटप अनि मुस्कान हाई भन न मुस्कान हो अनि मुस्कानले चाहिँ यसरी यहाँ माथि राखेको छ रुममा अनि यो चाहिँ अञ्जली हो अनि यसले चाहिँ यहाँ यस्तो माथि यहाँ राखेको छ अनि यहाँ रोजहरू राखेको छ अनि लुगा यति हो 2000 years later. गाइस अब चाहिँ म रुम नम्बर 3 मा जाँदैछु यो चाहिँ पूजा र उषाको रुम हो के गर्दैछन् उषाको रुम भयो चाहिँ अनि यहाँ पूजा छिन् पूजाले चाहिँ आफ्नो रुममा माथि यस्तो टाँसेको छ अनि यहाँ भगवानको फोटो छ अनि त्यसपछि यहाँ उषाको चाहिँ यहाँ सानो टेडी बियर छ ल अब यो चाहिँ पछि नि होइन 4th इयर सकेपछि पनि हेर्नु अनि त्यसपछि यहाँ चाहिँ ब्यागहरू राखेको छिन् अनि यता त देखाउँदिनँ रुम नम्बर 12 हो यो चाहिँ प्रशान्ति र अस्मिनाको रुम हो के गर्दैछन् हाई अस्मिना अस्मिनाले चाहिँ तातो पानी खाँदैछ अनि अस्मिनाले चाहिँ ग्रिन टी खाँदैछिन् अनि अस्मिनाको रुममा चाहिँ यो ब्याग देख्न सक्नुहुन्छ अनि त्यसपछि माथि भगवान अनि यो कृष्णको पाग अनि यहाँ ब्यागहरू राखेको छ इट्स अल अस्मिना बाई यो चाहिँ रुम नम्बर 11 हो यहाँ चाहिँ मेलिना र आकृति बस्ने बस्छन् अनि यहाँ चाहिँ के गर्दैछ हेरौँ मेलिना अनि यहाँ चाहिँ आकृति गफ चलिरहेछ हाई भनिदेऊ हाई You serious? हाई भनिदेऊ न आकृति हाई यहाँ चाहिँ आकृतिले भित्तामा यस्तो छ आकृतिको भित्तामा अनि त्यसपछि मेलिनाको चाहिँ यस्तो छ to make you happy. Happy. And there is
ए अनि यहाँ ड्रिम क्याचर छ त्यसको साइडमा एउटा दुलो पनि छ बाई ओके चाहिँ रुम नम्बर 5 हो चाहिँ खुमा र सृजनाको रुम हो यिनीहरू के गर्दैछन् हेरौँ खुमा छ This Kuma अनि त्यसपछि दिस इज सृजना आई भन्दै सृजना यो चाहिँ पछि मेमोरीको लागि हो क्या ल दिस इज खुमा दिस इज सृजना चाहिँ सृजनाको रुम अनि सृजनाको साइडमा चाहिँ यसो सानो ड्र बनाएको छिन् अनि त्यसपछि माथि यस्तो छ भगवान्को फोटोहरू अनि के अनि झिल्लाएर बसिरहेको छिन् अहिले के को सिजन छ के अरे मच्छरहरू झारहरूको सिजन छ त्यसैले अनि यहाँ चाहिँ खुमाको माथि चाहिँ ठुलो कृष्णको फोटो छ हाई गाइस बाई 1 hour later. चाहिँ म रुम नम्बर 6 मा आएको छु यो चाहिँ एलिसा टकुला र रक्षाको रुम हो अनि यहाँ चाहिँ अर्काको रुममा किन आएको I accidentally became a meme. गाइज अनि उहाँ चाहिँ हाम्रो रक्षा पङ्गेनी यसो लुक देखाइदियो न भएपछि अब यसो 4 वर्ष सकेपछि पनि ऊ गरोस् अनि यता सुस्मिता यो चाहिँ हाम्रो सुस्मिता शर्मा हो होइन यस्तो गरेर पनि देखाउनु होइन याद होस् होइन यो फेस चाहिँ अनि हाम्रो रक्षा चाहिँ एउटा इन्फर्मेसन छ उहाँ पनि युट्युबर हो अब रक्षाले चाहिँ उसको युट्युब च्यानल भन्छ रक्षा पङ्गेनी 4751 लाई चाहिँ सब्सक्राइब गरिदिनु होला रक्षाको यस्तो माथि चाहिँ यहाँ 2टा फोटोहरू छ अनि दिस इज रक्षा ब्याग अनि रक्षाको दिस इज नट रक्षालाई चाहिँ एकदमै धेरै बच्चाहरू मनपर्छ है रक्षा रक्षाको रुममेटसँग भेट्नु होला यो चाहिँ अगाडि नै भेटिसकेको मान्छे हो हामी रुम टुर गर्दा गर्दै चाहिँ अनि मसँग चाहिँ यहाँ टावल पनि छ होइन अनि दिस रक्षाले चाहिँ कहिले पनि चस्मा लगाउँदैन थिइन् ओके एन्ड दिस इज सुस्मिता अलवेज स्माइल Always one. भन्ने आएर मलाई छँदै छैन केही पनि छैन अलवेज ओके गाइस अब एल्साहरूलाई पनि देखाउँछु म ठकुला त्यता पनि छन् केटीहरू हाय मेरो मुख कता देखेछ अब चाहिँ हामी अर्को रुममा जान्छौँ है 1 hour later. यो चाहिँ रुम नम्बर 7 हो यहाँ चाहिँ के भन्छ सञ्जीवनी र बन्थी बस्छिन् यो चाहिँ यस्तो पोजिसनमा बसेको रहेछ एन्ड देख्न सक्नुहुन्छ ओके अनि यहाँ चाहिँ उहाँको कृष्ण अनि त्यसपछि यहाँ पनि 2टा कृष्ण भगवान् अनि माथि यस्तो राखेको छ ल अनि त्यसपछि यहाँ छ भन ल एज यु नो गाइज ऊ चाहिँ एकदमै कृष्णको फ्यान फर्स्ट अफ अल सबैलाई हरे कृष्ण वाउ अनि अब डिस्क्रिप्सन ल ओके अब सबैले होइन राधा कृष्ण भनेर नि चिन्नुहुन्छ होइन तर हामी चाहिँ होइन मेनली चाहिँ राधा गोविन्द हरि भनेर चिन्छौँ राधा उहाँ चाहिँ गोविन्द हरि अनि उहाँ चाहिँ गौरनिताई हुनुहुन्छ अनि उहाँ चाहिँ अब राधा कृष्ण नै भइगयो हुन्छ अनि त्यसपछि यहाँ माथि मयूर पनि देख्न सक्नुहुन्छ अनि त्यसपछि यो भयो अल अबाउट दिस गर्ल सञ्जीवनी यहाँ पनि हुनुहुन्छ नरसिंह यहाँ चाहिँ हाम्रो माथि हुनुहुन्छ नरसिंह भगवान् अनि यो मान्छे चाहिँ हाम्रो भिडियो बनाउनु छ रुम नम्बर 8 यहाँ चाहिँ प्रतीक्षा सिंह हुनुहुन्छ अघिको भिडियोमा देखेको देखाउ न तिम्रो रूप दिस इज प्रतीक्षा सिंह एन्ड दिस इज प्रतीक्षा पन्थी
उनीहरूको दुईटैको नाम प्रतीक्षा हो। पछि यो भिडियो अपलोड हुन्छ क्या, अनि तिमीहरूले पछि 4 वर्षपछि पनि हेर्छौ। उहाँ सबैको इन्ट्रोडक्सन छ। अनि त्यसपछि प्रतीक्षाले चाहिँ यहाँ अस्ति देखाएको रोटी देख्न सक्नुहुन्छ, यो राखेको छ प्रतीक्षाले। अनि अरू के राखेको छैनस् त, सबै खाली छ। अनि कोट ओके चाहिँ प्रतीक्षाको फेभरेट, यो चाहिँ जहिले पनि युज गर्छ यसले। अनि त्यसपछि पन्थी केही भन्नु छ तिमीलाई, भन्न छैन? ओके आई मिटु प्रतीक्षा। ल अब के भन्नु छ भने त अब म चाहिँ प्रतीक्षा सिंह। हेलो, हामी चाहिँ दुईटा प्रतीक्षा। अनि हामी चाहिँ मलाई चाहिँ सिंह भन्छ, उनीहरूलाई चाहिँ चाहिँ पन्थी भन्छ होइन। अब त्यही हो, एकदम नर्सिङमा चाहिँ अब हल्का दुःख भए पनि हामी चाहिँ हल्का रमाइलो गर्दै होइन होस्टेल लाइफ कटाइरहेछौँ। अहिले चाहिँ सेकेन्ड इयरमा छौँ। अब दालामुको युट्युब च्यानलमा यो अपलोड भएपछि हामी 4th इयर पछि पनि हेर्नेछौँ। दालामुले चाहिँ एकदमै हामीलाई इन्टरटेन गर्दै आइराख्नु भएको छ, त्यसको लागि धन्यवाद। अरू केही अरू चाहिँ के भन्नु, अब यसरी नै हामीलाई मेमोरिजहरू क्रिएट गरिदिइराख्नु होला दालामु होइन। सधैँ खुसी रहनु। दालामुको च्यानललाई सब्सक्राइब सेयर लाइक गरिदिनु होला। डोन्ट फर्गेट टु सब्सक्राइब। त्यही हो, दालामुलाई चाहिँ एकदम टपमा पुऱ्याइदिनु होला, भाइरल गरिदिनु होला यो भिडियो। भाइरल त होइन यार, होइन गाइस, भाइरल चाहिँ होइन, जस्ट लाइक सब्सक्राइब एन्ड सेयर माई च्यानल। बाई। यति भन्छस्? यति नै हो। A little longer than a few minutes later. बिना र मेरो दिस इज रुम नम्बर 4। अनि त्यसपछि जाम खाइस। अनि यहाँ बिना बसिरहेको छिन्। हाई भन्दैन? हाई। बिनाको चाहिँ माथि झुल्छ। अनि यहाँ सानो एउटा बटरफ्लाई छ। अनि मजाले खा त फेस, यो पछिको लागि हो। हाई। अनि त्यसपछि यहाँ चाहिँ एउटा हाम्रो कपबोर्ड छ। अनि त्यसपछि यता चाहिँ मेरो बेड, अनि यहाँ बिना बस्दै यहाँ बिचमा यस्तो यस्तो कुराहरू छ। यति हो गाइज।